आदरणीय दर्शकवृन्द नमस्कार। अपन विशेषमा स्वागत छ। आज हामी यस्तो युवालाई निम्त्याएका छौं जुन युवा पीढीका लागि प्रेरणाको स्रोत बन्न सक्नुहुन्छ, जो कम समयमै एउटा बिजनेसमा भनौं उच्च ओहदामा, एउटा कम्पनीको उच्च ओहदामा पुग्न सफल हुनुभएको छ। उहाँ कसरी यहाँसम्म पुग्न सफल हुनुभयो त? र यसका लागि जसरी अहिले हेर्ने हो भने युवाहरू हरेक दिन विदेश पलायन भइरहेका छन्, वास्तवमा देशमै गर्न सकिँदैन र? आज हामी यी विविध विषयमा कुराकानी गर्न गइरहेका छौं। उहाँ मोटिभेशनल स्पिकर पनि हुनुहुन्छ, राजन झा। उहाँ ओम सिमेन्टका निर्देशक हुनुहुन्छ। आउँ उहाँलाई स्वागत गरौँ। स्वागत छ यहाँलाई। थ्यांक यू। तपाई कम उमेरमै ओम सिमेन्टका निर्देशक बन्नुभएको छ। युवाको प्रेरणाको स्रोत पनि हुनुहुन्छ तपाई। पहिला तपाईकै व्यक्तिगत कुरा गरौँ, त्यसपछि अरू कुराहरू पनि गरौँला। कसरी यो क्षेत्रमा प्रवेश गर्नुभयो? मैले बैंकिङ इन्डस्ट्रीबाट जब सुरु गरेँ 2004 बाट। एनआईसी बैंकबाट सुरु गरेको थिएँ। त्यसपछि म 2009 सम्म त्यहाँ काम गरेँ। आई मिन बैंकिङ इन्डस्ट्रीमा काम गरेँ। त्यसपछि म पढ्न गएँ, बाहिर लन्डन गएँ पढ्न। एमबीए सकेँ। एमबीए सकाउने बित्तिकै म नेपाल आएँ। नेपालमै के गर्नुपर्छ भनेर त्यसपछि म फेरि बैंकिङ जोइन गरेँ र 1 वर्ष भयो म सिमेन्ट इन्डस्ट्रीतिर आएको। 1 वर्ष भयो। हजुर। अब एउटा हुन्छ नि, युवाहरू अहिले हेर्ने हो भने विदेश जान्छन् हैन? विदेशमै चाहिँ रोजगारी गरौँ, विदेशमै सबै थोक हुन्छ भन्ने एउटा सोच छ युवाहरूको। प्राय नेपालमा हेर्ने हो भने नेपालमा केही गर्न सकिँदैन भन्ने चाहिँ सोच छ। तपाईले त्यस्तो लाग्यो लागेन? अब हेर्नुस्, मैले एमबीए गरेपछि हजुरको एमबीए गरेपछि युकेमा चाहिँ के हुन्छ भने 2 वर्ष पोस्ट स्टडी वर्क भिजामा हजुर बस्न पाउनुहुन्छ। अनि स्टुडेन्ट भिजामा त काम गर्न पाइँदैन, पैसा कमाउन पाइँदैन। तर धेरै मान्छेहरू त्यही बस्नुहुन्छ, बसेका पनि छन्, मेरा साथीहरू पनि छन्। तर के छ भने नेपालमा यति धेरै अपर्च्युनिटी छ, विदेशभन्दा बढी अपर्च्युनिटी छ के। तर त्यो हेर्ने नजरिया चाहियो, हजुरको सोच चाहियो। त्यो नेपालको धेरै ब्रेन्सहरू, शार्प ब्रेनहरू हरेक अदर कन्ट्रिजमा गएका छन्। अस्ट्रेलियामा पढ्न जान्छन्, धेरै त्यहीँ सेटल हुन्छन्। युकेमा पढ्न जान्छन्, धेरै त्यहीँ सेटल हुन्छन्। युएसमा जान्छन्, लगभग त्यहीँ सेटल हुन्छन्। भनेपछि नेपालमा त्यसपछि नेपाल कसले बनाउने त? नेपालमा को बस्ने त? र नेपाललाई चाहिने जनशक्ति कहाँबाट ल्याउने त? स्किल्ड म्यान पावर कहाँबाट ल्याउने त? त्यसले गर्दाखेरि मलाई के लाग्यो भने ठिक छ, जाने मान्छे जाउन्, मेरो लागि चाहिँ बेस्ट नेपाल हो र त्यहाँ अमेजिङ गर्न सकिन्छ भन्ने सोच लाएँ र आइएम ह्याप्पी, राम्रै गरेको छु। तर यहाँ गर्न सकिँदैन भन्ने सोच नि त? यहाँ के पनि छैन, राज्यले त्यस्तो पूर्वाधार या भनौँ त्यसको चाहिँ प्लेटफर्म बनाइदिने जुन हुन्छ नि, त्यो नै राज्यले बनाइदिएन भने त गुनासो त छ नि। एकदम सही कुरा, सही कुरा। गुनासो हुनु पनि पर्छ, तर जब गुनासो गरिन्छ त्यो बेला कम्पेयर पनि गर्नुपर्छ। हजुरले सिरियामा पनि मान्छे बस्छन् हैन? सिरियामा जुन युद्ध द्वन्द्वग्रस्त छ हैन, त्यहाँ बस्छन्। त्योभन्दा त हाम्रो देशको सिचुएसन राम्रो छ नि। हाम्रो देशको सिचुएसन विश्वको मानचित्रमा भएका थुप्रै देशहरू भन्दा राम्रो छ, धेरै एकदम राम्रो छ। अब के हो भने मैले हजुरले सुरुमै भने कि नजरिया र सोचको के डिपेन्ड गर्छ कुराहरू। हजुरको नजरिया हजुर कति पोजिटिभ छ त, कति सकारात्मक छ त? देशमा सरकारले युवालाई चाहे देशका जनतालाई गर्नुपर्ने ठाउँ आफ्नो ठाउँमा छन्, एन्ड दे शुड डु इट हैन? तर हजुरको रेस्पोन्सिबिलिटी के त देशप्रति? खालि हामी लिने मात्रै कि हामीले पहिला दिनु पर्यो नि त? लेट्स इन्भेस्ट समथिङ अनि रिटर्न खोज्ने हो। एकातिर गभर्नमेन्ट छ, गभर्नमेन्टले हामीलाई गर्नुपर्छ र गर्नै पर्छ। यदि गभर्नमेन्टले गर्न सकेन भने गभर्नमेन्टको अहिले रिसेन्टली एउटा पार्टी एकदम के अरे चुनावमा कस्तो हालत भयो तपाईँले देख्नुभयो, अर्को पार्टी सत्तामा आयो भनेपछि यदि गर्न सकेन भने त जनताले त उहाँहरूलाई सबक र लेसन्स त दिनुहुन्छ, जुन देखिएको छ इतिहासमा पनि। तर हाम्रो रेस्पोन्सिबिलिटी के त देशप्रति? यहाँ चाहिँ युवाहरूले गर्न नचाहेका हुन् या देशले चाहिँ, राज्यले चाहिँ त्यो वातावरण बनाइदिएन? अब गर्न नचाहेका हुन् भन्न मिल्दैन। हेर्नुहोस्, सबैजना गर्न चाहन्छन्, सबैजना सफल हुन चाहन्छन्, सबैजना के अरे केही कुरामा आबद्ध हुन चाहन्छन्। तर चाहनु र त्यो सोचलाई विकसित गर्नुमा फरक हुन्छ। यस्तो हुन्छ नि, अब चाहना हुँदा हुँदै वातावरण नहुन सक्छ कि? त्यस्तो अवस्था छ कि नेपालको? हैन, वातावरण भने के हो? त्यही त हो नि। यो भनेको मैले हजुरलाई जुन कुरा भन्न गइरहेको छु त्यो भनेको अलिकति आफ्नो थटलाई म्यानेज गर्ने कुरा हो। वातावरण नहोला,
वातावरण नहोला अनि वातावरण हजुरले बनाउनु पर्यो नि त मान एक्जाम्पलको लागि राज्यको मुख ताक्नु भने एक्जाम्पलको लागि हजुरको अब यो एरियामा हाम्रो रौतहट सिराहा सर्लाही यो महोत्तरीकाबाट अधिकांश वैदेशिक रोजगारीमा जानुहुन्छ हैन कति कमाउनुहुन्छ त 50 डिग्री र 60 डिग्रीको टेम्परेचरमा काम गर्नुहुन्छ कुनै कुनै बेलामा त्यही काम गर्ने सिलसिलामा धेरै दुर्घटना भएर के रे मृत्युवरण पनि गर्नुपर्ने भइरहन्छ कमाउनुहुन्छ कति 20-50 हजार जोगाउनुहुन्छ तपाईलाई थाहा छ नेपालको एउटा तथ्याङ्कलाई हेर्ने हो भने नेपालमा जति पनि सुनको कारोबार गर्ने कारोबारी हुनुहुन्छ काठमाडौँमा अथवा कहीँ त्यसमा 90% कारोबार गर्ने त्यो के रे के भन्छ त्यसलाई हजुरको बनाउने कालीगढहरू सुनको काम गर्ने त्यो 90% अरु देशबाट आएका छन् भनौँ न भारतबाट आएका छन् भारतीय छन् भनेपछि त त्यो सेगमेन्ट सानो सेगमेन्टको कुरा गर्दैछु मैले हजुरलाई त्यो सेगमेन्ट त पुरै खाली छ नि नेपालले स्किल बनाउने हो भने त नेपालीहरूलाई त त्यहाँ फिट गर्न सकिन्छ नि तर त्यही भने नि हजुरलाई नेपालमा भन्नुस् न नेपाल मैले हजुरलाई भने कि नेपाल कृषि प्रधान देश हो भन्छौँ यहाँको सम्पूर्ण कृषि उपजहरू अहिले पनि धेरै जग्गाहरू बाँझो रहन्छ खेती नगर्ने मान्छे भएर कामदार नभएर यदि अहिले त झन् पाउने मुस्किल छ यदि वैज्ञानिक तरिकाले सरकारले भन्नु भने सरकारको इनपुट के त सरकारले एउटा वैज्ञानिक तरिकाको कृषिलाई इन्ट्रोड्युस गर्नु पर्यो बाहिर देशहरूमा हजुरको सानो यहाँ हाम्रो हेर्छौँ 1 कट्ठा आधा कट्ठाको प्लट भइरहन्छ एउटा के भन्छ सहकारीको कन्सेप्टमा ल्याएर सबै जग्गालाई सहकारीको कन्सेप्टमा गएर ठुलो जग्गामा एउटा वैज्ञानिक तरिकाले साइन्टिफिक तरिकाले एग्रिकल्चर गर्ने हो भने किन ग्रेड गर्न सकिँदैन त अहिले हजुरको हामी फुडमा अन्डा बाहेक लगभग सबैमा हामी अरू देशको भर परेर छौँ कृषि प्रधान देश भन्छौँ तर इम्पोर्ट मात्र गर्छौँ हरेक कुरा मुख्य खाना दाल भात तरकारीमा चाहिने सबै कुरा इम्पोर्ट गर्छौँ मसलादेखि लिएर तेलसम्म भने ठाउँ त छ नि सबै पक्ष दोषी होलान् भने त्यो आफ्नो ठाउँमा छ जसरी तपाईले भन्नुभयो युवाले चाहने हो भने आफ्नै देशमा गर्न सकिन्छ एउटा त त्यसको लागि वातावरणको कुरा भयो वातावरण बन्नु पर्यो तपाईलाई के लाग्छ युवाले चाहदैमा सम्भव छ एकदम सम्भव भएर पनि तिनीहरू विदेश पलायन भएका हुन् त्यो काउन्सिलिङ नपुगेर मेरो नजरमा सबको आफ्नो आइडिया आफ्नो कन्सेप्ट छ त्यसमा विभिन्न क्राइटेरिया हुन सक्छ नि एजुकेसनको कुरा हुन्छ स्किलको कुरा हुन सक्छ हैन आर्थिक कुराहरू हुन सक्छन् हैन ती सबैको तारतम्य त मिल्नु एकदम मिल्नु पर्छ कि सोचेरै मात्रै होइन एकदम कुनै युवाले हैन म देशमै गर्छु भने सोचेर मात्रै त हुने होइन एकदम हुँदैन तपाईले भन्नुभएको तीनटै कुराको तारतम्य मिल्नै पर्छ तर सबभन्दा पहिले चाहिँ सोचलाई नै डेभलप गर्नुपर्छ के म गर्न सक्छु भन्ने क्यापासिटी आफूमा छ भन्ने कुरा रियलाइज गर्नु पर्यो त्यसपछि त यो कुराहरु त सेकेन्डरी हो कसैले ल म तपाईलाई एक्जाम्पल बताउँछु उदाहरण दिन्छु एउटा सानो उदाहरण दिन्छु कुनै व्यक्ति जुन तपाईले भन्नुभयो एडुकेसनको पनि कुरा गरौँ स्किलको पनि कुरा गरौँ न एडुकेसन छ न स्किल छ मानौ त्यो भए विदेश जाने बाहेक उपाय छैन हो त्यस्तो केसेसमा चाहिँ दुईटा कुरा छ अप्सन हुन्छ या त तपाईले गभर्नमेन्टले राज्य सरकारले चाहे केन्द्र सरकारले संघ सरकारले चाहिँ स्किल्ड बनाउनु पर्यो हैन स्किल्ड बनाउनु पर्यो तालिम दिनु पर्यो अरु माथि फेरि राज्यको त मुख ताक्नु पर्यो त्यही त मलाई स्किल्ड बनाइदियो हैन हैन त्यही त नि मैले त्यही भने दुईटै कुरा भन्दैछु तपाईले एक त गभर्नमेन्टको के त स्किल्ड बनाउनु पर्यो बनायो भने अहिले जुन रेमिटान्सको फ्लो छ देशमा त्यो भन्दा डेफिनेटली हाम्रो अनस्किल्ड लेबर जान्छन् यदि थोरै सेमी स्किल्ड र स्किल्ड गयो भने रेमिटान्सको फ्लो नै यतिकै पनि बढ्छ नेपालको अर्थतन्त्र रेमिटान्समा धानेको छ वी बेटर नो दैट हैन तर यदि गभर्नमेन्टले सकेको छैन गर्दैन भने अथवा राज्य सरकारले पनि गर्दैन केन्द्रले पनि गर्दैन भने र कोही एकदम आर्थिक रूपले पनि विपन्न छ भन्नुभयो तपाईले जुन कुरा पढे लेखेको पनि छैन स्किल पनि छैन र गर्ने आँट र साहस छ भने सिक्नु ठुलो कुरा हैन सर एउटा पसल खोल्नु ठुलो कुरा हैन के अब भन्नुहुन्छ पसल खोल्न फाइनान्सेस कहाँबाट आउँछ आजको दिनमा के छ भने चाहने हो भने खाली भनिन्छ नि चाहनु पर्छ के विल हुनुपर्छ स्ट्रङ विल हुनुपर्छ हरेक कुरा आफै जोड्दै आउँछ के त्यो अब टेक्निकली यो भन्ने कुरा भन्दा पनि इफ यु हेभ गट अ विल चाहे तपाईं अनपढ हुनुहुन्छ चाहे कसैले गर्दिएन भने पनि आफैबाट सुरु गर्नु पर्छ यसो छ के सर एउटा के भनिन्छ भने हरेक व्यक्ति तपाईं म चाहे हाम्रो रोडमा काम गर्ने व्यक्ति हुन् चाहे महलमा काम गर्ने व्यक्ति हुन् हरेक व्यक्तिलाई भगवानले चाहे मतलब जुन क्रिएटर छन् उनले उत्तिकै क्यापेबिलिटी दिएर पठाएका हुन्छन् के जसले आफूले रियलाइज गर्छ त्यो अमेजिङ बन्छ जसले लाग्छ कि जसले अरूको कुरा सुन्छ त्यो अथवा तपाईले कुनै काम गर्न सुरु गर्नुहुन्छ तपाईसँग त कहाँ हुन्छ हुँदैन भनेर समाजमा भन्छ नि त मान्छेले इन्करेज गर्दैन डिस्करेज गर्छ अनि हामी के गर्छौं त्यही कुरा सुन्छौं के जस्ट अभोइड दैट दोज साउन्ड यहाँ के गर्छ जाउनु विदेश भन्ने धेरै हुन्छ लहै लाउँछ त्यहाँको त्यहाँ त्यति पैसा कमाइ हुन्छ
विदेश गएर यहाँको हाम्रो धान बाली गहुँ बाली अथवा जति पनि कृषि उत्पादनहरू छन् सब घटिरहेछ, दिन प्रतिदिन घटिरहेछ। रेमिटान्सले चाहिँ पैसा आइरहेछ, रेमिटान्सबाट आउने पैसाले हामी के गर्छौँ अनुत्पादकमा खर्च गर्छौँ। टिभी फ्रिज अथवा तपाईँको मोबाइलहरूमा खर्च हुन्छ नि त, आउने बित्तिकै मान्छेहरू त्यही किन्छन् के, त्यहाँबाट पैसा आउने बित्तिकै। र अर्को त्यसको अर्को पनि सामाजिक प्रभाव पनि परेको छ, सामाजिक विकृति एकदम विकृति बढेको छ। अब मानौँ कुनै बच्चाको बुवा अथवा आमा विदेश गएछन्, कुवेत गएछन्, मलेसिया गएछन् भनेपछि त्यो बच्चाको जुन भोलि त्यही बच्चा त भोलिको भविष्य हुने हो नि त देशको, त्यो बच्चाको परवरिश कस्तो, हामी त्यसको लालन पालन हुने बेलामा उसको इन्भाइरोमेन्ट के छ त, फ्रस्ट्रेटेड इन्भाइरोमेन्ट छ नि त, न आमा छ न बुवा छ। अनि हाउ द्याट किड विल ग्रो एन्ड बिकम अ भेरी ग्रेट म्यान फर द नेसन, कसरी हुन्छ। त्यसै गरी अब चारित्रिक कुराहरू पनि त हामी तपाईँले बजारमा सुनिरहन्छौँ, समाजमा सुनिरहन्छौँ। यसले गर्दाखेरि कहीँ न कहीँ पछि जसरी तपाईँले भन्नुभयो नि आफैले चाहने हो भने गर्न सकिन्छ होइन, सरकारको राज्यको मुख ताक्नु पर्दैन, यहाँ त भइरहेको त्यही छ होइन, मुख ताक्ने बानी होइन। सरकारले यहाँ अब भनौँ न उद्योग खोलिदिएन होइन, कल कारखाना छैनन्, कहाँ काम गर्ने, खेतीपातीको कुरा होला, मूल्य पाइँदैन, किन खेती गर्ने, यी यावत कुराहरू छन् होइन। त्यो चाहिँ दिमागमा आउने या अरूले चाहिँ जसरी तपाईँले भन्नुभयो डिस्करेज गर्ने होइन, त्यो चाहिँ इन्भाइरोमेन्ट छ भनेपछि यदि कुनै युवा जो चाहिँ स्किल छैन होइन, पढेका छैन, आर्थिक स्रोतले चाहिँ विपन्न छन्, तिनीहरूको दिमागमा त आइरहेको होला नि त यो कुरा। ल तपाईँले त भन्नुभयो गर्न सकिन्छ, त्यसो भए तपाईँ नै बताइदिनुहोस् वास्तवमा के गर्नु त। अब ती युवालाई तपाईँले सुझाव दिनु पर्यो भने के चाहिँ गर्ने? म त तपाईँलाई सिम्पल इक्जाम्पल बताउँछु, सिम्पल एकदम बटम लाइन इक्जाम्पल। हजुर, अब मानौँ गर्मी आयो होइन, यहाँ बिजनेस भनेको काम भनेको ठुलो र सानो हुँदैन के, काम भनेको काम हो जसबाट तपाईँले आर्थिक उपार्जन गर्नुहुन्छ र दुई छाक टार्नुहुन्छ। कुनै पनि काम गर्न हामी रेडी हुनुपर्छ यदि तपाईँ अहिले केही पनि गरिरहनु भएको छैन भने। साधारण कुरा गर्ने हो भने कुनै युवा जसले केही पनि तपाईँले भनेअनुसारकै क्राइटेरियामा फल गर्छ भने पनि उसले सामान्य बिजनेस गर्यो भने रोडको छेउमा पनि मैले हेरेको यो के भन्छ नि चना यो पकौडीहरू बेच्छ नि, तिनीहरूको पनि अर्निङ यदि राम्रो ब्रान्ड भइदिनु भयो भने मान्छेहरू ठुल्ठुला मान्छेहरू बढी काठमाडौँमा हजुरको तरकारी बेच्ने मान्छेहरूको आम्दानी रियली, म त कुनै पनि कामलाई तल्लो मान्दिनँ, सब काम हो। तरकारी बेच्ने मान्छेको आम्दानी हजुरको दुबई र कतारबाट कमाएर आउने भन्दा बढी हुन्छ भनेपछि आफ्नो त्यहाँ छ नै ठाउँ। र इन्डियाका मान्छेहरू अब तरकारी बेच्नलाई त तपाईँ मास्टर डिग्री जरुरी छैन नि त, तपाईँ एसएलसी भए पुग्छ अथवा अनपढ भए पुग्छ, तपाईँसँग धेरै पैसा पनि चाहिँदैन नि त, लगानी गर्न चाहिन्छ र एक त्यो के भन्छ त्यसलाई टोकरी तरकारी त बेच्ने हो, लगानी पनि चाहिँदैन, स्किल पनि चाहिएन, खालि मेहनत चाहियो। इन्डियाका मान्छेहरू काठमाडौँ जानुहोस् न हजुर, इन्डियाको खालि धेरै इन्डियन्सहरू भरिएका छन् त्यस्ता अड जबहरूमा होइन। तपाईँको कार्पेन्टरको काममा हेर्नुहोस्, अनि किन नेपालीहरू किन छैनन् कार्पेन्टरको काममा, किन छैनन् तपाईँको गोल्डको काममा, किन छैनन् तरकारीको काममा, किन छैनन् टाइल्स र मार्बलको काममा खालि इन्डियन छन्, किन नेपाली छैनन् त? हो भनेपछि जसरी तपाईँले भन्नु अड जब ती कामहरू जसलाई चाहिँ हामीले कतै न कतै हाम्रो मानसिकता त्यस्तो छ कि यो निम्न स्तरको काम हो कि भनेपछि मानसिकता नै हाम्रो चाहिँ च्यालेन्ज हो। कामलाई चाहिँ डिभाइड गरिदिने के, यो काम चाहिँ उच्च स्तरको यो चाहिँ निम्न स्तरको भन्ने सोच जुन छ नि यो कसले बनाइदियो? त्यही त मलाई त के लाग्छ भने हजुर यो जुन समाज छ नि, हामी समाज भन्छौँ, सामाजिक प्राणी हौँ, तर हामी समाजको जुन यो साउथ एसियामा बेसिकली हाम्रो देश भनौँ न नेपालमै भनौँ, हामी बढी सुन्छौँ कि सर उसले के भन्छ, मैले यो गरेँ भने उहाँले के भन्नुहुन्छ, उहाँले के सोच्नु होला, कसैले केही सोच्दैन, कसैलाई केही फुर्सद छैन होइन। तर तपाईँको दिमागमा सबसे बडा रोग क्या कहेंगे लोग एक्ज्याक्टली, तर त्यो जरुरी छैन के, त्यो हजुरले एउटा राम्रो ह्युमन बन्नुपर्छ। त्यसको लागि के हुन्छ भने क्राइटेरिया मेरो नजरमा चाहिँ हजुरले को कारणले गर्दाखेरि कसैको आँखामा आँसु आउनु हुँदैन, अब बाँकी जे गरे पनि हुन्छ कम्फर्टेबली होइन। तर यहाँ के छ भने ऊ के कहथिन्, इनका के कहबै त के कहथिन् भन्ने डिफ्रेन्ट कुराहरू आउँछ नि त, अनि हामी त्यो साउन्डहरू सुनिरहन्छौँ। यहाँ नगर्ने होइन, त्यही काम यहाँ नगर्ने, तर त्यही भनौँ कतार दुईमा गएर गर्ने हो नि त, हो नि। अब त्यहाँ यसो छ, त्यहाँ त अप्सन छैन नि त सर, यहाँ त अप्सन पनि छ, अप्सन छैन, समाजले देख्दैन, एक्ज्याक्टली। यहाँ त अप्सन पनि छ र मेन कुरा अप्सन भन्दा पनि यहाँ अरूले थाहा पायो भने के भन्छन् मलाई भन्ने कुरा छ के। वी काउन्ट देम, जो काउन्टेड नहुनु पर्ने हो, जसलाई हामीले केही मतलब नगर्नुपर्ने हो, जुन साउन्ड्सलाई हामी एकदम धेरै भ्यालु दिइरहन्छौँ। त्यसले गर्दाखेरि के हुन्छ भने हामी झन पछाडि गइरहेछौँ, अब मान्छेले रियलाइज गर्दैनन्। वास्तवमा जसरी एउटा मान्छेको सोच छ नि कि समाजले के भन्छ होइन, वास्तवमा समाजले पनि त्यसरी सोचिरहेको हुन्छ र भने
समाज भने के कि हामी मात्रै समाजले ठुलो बनाइदिए? मैले एउटा सानो समाजले यस्तो सोधो रहेछ। पहिला समाज भनेको त विभिन्न व्यक्तिहरूको सोच मिलेर समाजको सोच बन्छ हैन। समाज भनेकै त व्यक्ति इन्डिभिजुअल व्यक्तिको सोच हो नि त। भनिन्छ ग्रुप भने के त भनेको यदि इन्डिभिजुअल व्यक्ति नहुने हो भने ग्रुप बन्दैन, समाज बन्दैन। भनेपछि सामाजिक त्यही त भने नि त्यो परापूर्व कालदेखि हो कि। रामायणमा पनि हेर्नुहोस् न त, रामायणमा पनि त मान्छेहरूले टिका टिप्पणी गरेकै छन् नि, डिफ्रेन्ट सीता माताकै कुराहरूमा गरेका छन्। भनेपछि अहिले पनि मान्छेले टिका टिप्पणी गर्छन् कि तपाईँमाथि। अब तपाईँ त्यसमै व्यस्त रहने कि तपाईँले आफ्नो बाटो खोज्ने? अनि उसले समाजले टिका टिप्पणी कसरी गर्छन् जुन लेभलमा हामी सोच्छौँ नि, या तिनीहरू जसरी गर्छन् नि त्योभन्दा बढी हामी सोच्छौँ कि? मेबी त्यो पनि होला, सायद नगर्दा होलान् र हामी सोच्छौँ बढी। हरेक व्यक्ति बिजी छन् कि सर आजकल आफ्नो लाइफमा। कसलाई समय छ कि तपाईँको बारेमा बसेर उहाँले यस्तो गर्नुभयो, फुर्सद छैन। नो त्यो पनि छैन। र मैले त हजुर लास्टमा के भन्छु भने हजुरलाई एउटा मेन कुरा कि पहिला रियलाइज गर्नु पर्यो कि तपाईँलाई यो क्रिएटरले हैन अलमाइटीले त्यो सम्पूर्ण दिएका छन् जसले तपाईँलाई यो विश्वमा सबभन्दा सक्सेसफुल को भएका छ त त्योसम्म पुर्याउने हरेक व्यक्तिलाई। तपाईँले भनेको जुन छ नि त्यो क्राइटेरिया जसमा एडुकेसन छैन, पैसा छैन र स्किल छ, त्यसले पनि चाह्यो भने, चाहेर मतलब सुतेर चाहेर सपना देखेर हुँदैन, चाहेर लाग्नु पर्यो नि त। कोर्स अफ एक्सन डिजाइन गर्नु पर्यो नि त। मैले के गर्ने त? त्यसपछि त नहुने कुरा सर केही पनि छैन। हजुर, यो सोच त हामी भनेको छ। अब जस्तै तपाईँले भन्नुभयो कि भारतीयहरू त्यस्ता कामहरू नेपालमा आएर गर्छन् होइन, गर्नुहुन्छ? हजुर हजुर। तर उनीहरूको लागि पनि त नेपाल विदेश भयो नि। विदेश भयो हो। यसलाई चाहिँ कसरी हेर्नुहुन्छ? यो मानसिकता त नेपालमा मात्रै होइन नि, अन्य ठाउँमा पनि रहेछ नि। विदेश त भयो सर होइन, विदेश त भयो। तर मेरो कन्सर्न चाहिँ के हो भने यहाँ ठाउँ त छ नि भनेको के। यदि कुनै ठाउँमा रोजगारीको अवसर छ भने देशको जनतालाई त प्रथम प्राथमिकता हुन्छ होइन र? त्यसपछि नै विदेशको जनतालाई। हजुर। कि पहिला वैदेशिक हामी आफै बेरोजगार बस्ने र विदेशको मान्छेले ल्याएर रोजगार दिन त हुँदैन नि त, कुनै पनि देशको हुँदैन। भनेपछि त यहाँ रोजगार छ भने त पहिला हाम्रो यहाँको बेरोजगारलाई रोजगार दिनु पर्यो नि। अहिले बेरोजगार भत्ताको कुरा पनि आइरहेछ होइन। बेरोजगार भत्ता सरकारको कुरा आयो। मैले भने बेरोजगार भत्ता किन बेरोजगार भत्ता? रोजगार दिनुहोस् न। बेरोजगार भत्ता दिएपछि त मान्छे त झन् अकर्मण्य भइदिन्छ नि त। पैसा पाकै छ, पाउने रहेछ, किन काम गर्नु? त्यो भन्दा रोजगार दिउँ न। देशमा डेभलपमेन्टको नाममा अहिले हामी भर्खर बामे सर्दैछौँ, सुरु नै गरेका छैनौँ भनौँ न। यति धेरै काम छ। अब हामी सिमेन्ट बनाउँछौँ, सिमेन्ट इन्फ्रास्ट्रक्चरमै भनौँ न, भौतिक पूर्वाधारमै केही गरेका छैनौँ भनौँ न। हरेक प्रदेशमा यति धेरै काम छ। अनि त्यसपछि त्यसको लागि चाहिने मेन पावर। अब स्वरोजगार के अरे बेरोजगार भत्ता दिने कुरा आइरहेछ होइन। त्यसपछि चाहिँ विदेश जान यहाँका युवाहरूलाई कसरी सहज होस् भनेर अहिले भर्खरै केही दिन अगाडि चाहिँ जापानसँग पनि एउटा सम्झौता भयो। हजुर हजुर। भनेपछि हाम्रो देश नेताहरू भनौँ, राज्य भनौँ होइन, खास चाहिँ के रहेको छ? त्यो अहिलेसम्म जनता मैले चाहिँ म पनि अब एउटा आफूलाई जिम्मेवार जनता नै ठान्छु। तर म पनि कन्फ्युज छु कि देशका मतलब राज्य सरकार सरकारले भनौँ न, राज्यले नै चाहेका युवाहरू सबै पलायन हुनु भने चाहेका हुन्। यसो छ सर, मेरो सोच चाहिँ के छ भने सर, अब अहिलेको आजको दिनमा देशको मुख्य आम्दानी भनेको रेमिटान्स हो सर, र दाताबाट आउने पैसा हो। देशको मुख्य रेभेन्यू हजुरको ट्याक्स बाहेक होइन। र एकै पटकमा वान सर्टमा चाहिँ रेमिटान्सले अब के अरे वैदेशिक रोजगारलाई वात्तै घटाउन सकिँदैन। किन सकिन्न भने घटाउनु भनेको कम्प्लिटली इकोनोमीमा असर पर्छ। अब हजुरले हेर्नुहुन्छ नि कुनै बेला रेमिटान्स घट्यो भने यहाँ लिक्विडिटी क्राइसिस भइरहेको हुन्छ। ब्याङ्कहरू एकदम घटाउने हो र घटाउनु पर्यो र योजनाहरू ल्याउनु पर्यो के। अब रोजगार चाहिँ कसरी दिने, ठाउँहरू चाहिँ क्रिएट गर्ने हो नि। औद्योगिकरणमा जानु पर्यो के सर। यहाँ चाहिँ के छ भने यहाँ त अब भन्न कतिको मिल्छ, यहाँ चाहिँ के छ उद्योगले सरकारको आम्दानीमा राजस्वमा उल्लेख्य भूमिका निभाउँछ। यो त भनेकै कुरा हो। तर यहाँ उद्योगहरूलाई सरकारले कति सपोर्ट गरेको छ त? अहिले हजुरको मानौँ न, अहिले हजुरको 4-5 दिन अगाडि हावाहुरी जुन आयो नि, त्यसमा धेरै के अरे जनको क्षति भयो र त्यो 12 वर्षमा त्यो करिडोरका उद्योगहरूमा पनि क्षति भएको छ नि। 5-7-10 दिनदेखि जहिलेदेखि भएको छ त्यसदेखि उद्योगहरू त्यो एरियाका ठप्प छन्, विद्युत आपूर्ति नभएर। भनेपछि त्यो ठप्प हुनु भनेको त्यसलाई 5 दिन मात्र ठप्प भयो भने 5 दिनको प्रोडक्सन ब्लक भयो। 5 दिनको प्रोडक्सनबाट सेल्स ब्लक भएर सेल्स ब्लकबाट त सरकारले रेभेन्यू गुमायो नि।
भन्ने खोजेको के हो भने यतातिर पनि ध्यान दिनु पर्यो। भन्ने खोजेको के भने उद्योग जबसम्म देश आफै आत्मनिर्भर हुन्न, जबसम्म हामी इम्पोर्टमा मात्र लागिरहन्छौँ नि तबसम्म हामी सार्वभौम देश छौँ हैन, हामी के अरे आत्मनिर्भर उन्मुख छौँ भन्न मिल्दैन कि। पहिला प्रोडक्सन बनाउनु पर्यो, पहिला डिपेन्डेन्सीलाई कम गर्नु पर्यो, इम्पोर्टलाई कम गर्नु पर्यो, ब्यालेन्स अफ पेमेन्ट जुन छ नि एक्सपोर्ट र इम्पोर्टको त्यसलाई ट्रेड डेफिसिटलाई घटाउनु पर्यो, अनि नै देश बन्छ, गफले थोरै बन्छ। अब छोटो विश्राम लिऊ प्लिज। अहिले छोटो विश्रामपछि फेरि कुराकानीको क्रम जाइरहनेछ। ब्रेकपछि स्वागत छ कार्यक्रम अपन विशेषमा। आज हामीसँग हुनुहुन्छ राजन झा, उहाँ ओम सिमेन्टका निर्देशक हुनुहुन्छ तथा मोटिभेसनल स्पिकर पनि हुनुहुन्छ। आज हामी उहाँसँग युवा, विशेष गरेर युवा पिँढी, युवाहरू विदेश पलायन भइरहेका छन्, तिनीहरूलाई कसरी नेपालमै रोजगार दिन सकिन्छ त, युवाहरूको जसरी एक किसिमले तनाव छ उनीहरूलाई त्यो कसरी हटाउन सकिन्छ त, यिनै विषयमा आज हामी कुरा गरिरहेका छौँ। राजनजी, जसरी तपाईँले भन्नुभयो कि राज्य एउटा त युवाले चाह्यो भने गर्न सकिन्छ होइन, त्यो त तपाईँले तरिका पनि भनिदिन्छु, गर्न सकिन्छ। एउटा चाहिँ पहिला आफै भित्रको जुन एउटा सोच, जुन एउटा नकारात्मक सोच छ त्यसलाई हटाउनु पर्यो, एकदम त्यो हटाउनु पर्यो, त्यो गर्न सकिन्छ। अर्को सहयोगी हातहरू त चाहियो नि, राज्य त सबभन्दा ठुलो सहयोगी हात चाहियो। राज्यको कुरा गर्दाखेरि राज्य चाहिँ कतिको उदार छ त कि सहयोग गरौँ? अब अहिलेसम्म हजुरले सङ्घीयता कार्यान्वयन भएको यो सरकार आएपछि को समयमा जुन देखिएको अहिलेसम्मको रिफ्लेक्सन छ, हुन त सरकार बिजी होला डिफ्रेन्ट लहरू निर्माण गर्नमा, कानुनहरू बनाउनमा, तर एक वर्षको रिफ्लेक्सन्समा त्यस्तो खासै मैले चाहिँ मेरो आफ्नो अन्डरस्ट्यान्डिङ त्यो रिफ्लेक्सन आएको छैन हैन। 2/3 सरकार, 2/3 सरकार चाहिँ चाह्यो भने जे पनि गर्न सक्छ, चाह्यो भने जे पनि गर्न सक्छ इन प्रोडक्टिभ वे। तर सायद या त उहाँहरू बढी व्यस्त हुनुहुन्छ त्यही के अरे हजुरको कानुनी कुराहरूमा, चाहे लहरू डेभलप गर्नुमा, तर त्यसको लागि पनि एउटा सेगमेन्ट बनाएर जानुपर्ने हो कि एउटा छुट्टै। अब राज्यको 1 वर्षदेखि 2/3 सरकारले चलाएको देशमा नोटिसेबल डेभलपमेन्ट के भयो त, त्यो त हामी तपाईँले सबैलाई थाहा छ नि त। 2 नम्बर प्रदेशदेखि लिएर केन्द्र सरकारको बिचमा हामीले अहिले हजुरको सरकार र राज्य सरकार के अरे प्रदेश सरकारको बिचमै कोअर्डिनेसन त हामीले धेरै ठाउँमा मिसिङ पाएका छौँ। भाषण त ठुल्ठुला भइरहेका छन्, भाषणको कुरा गरौँ, घोषणाहरूको कुरा गरौँ, योजनाको कुरा गरौँ, आश्वासनका कुरा गरौँ, ती त एकदम ठुल्ठुला भइरहेका छन् नि हैन। देश विकासको लागि मेरो नजरमा चाहिँ समृद्धि नेपाल मैले मेरो एउटा रिडिङ हो, अब त्यो दिस इज माई पर्सनल ओपिनियन। देश विकासको लागि अब पोलिटिकल जेनेरेसन चेन्ज हुनुपर्छ। हेर्नुहोस्, पोलिटिकल जेनेरेसन नै चेन्ज हुनुपर्छ। त्यो भन्न खोजेको मतलब यो होइन कि अहिले भएकालाई सबैलाई वाइप आउट गरिदिने, त्यो होइन। उहाँहरूलाई पनि राखौँ, तर उहाँहरूलाई एज एडभाइजर राखौँ के। अब र आज अहिले जुन मान्छेहरूसँग एउटा यस आई क्यान डु, जुन एउटा क्यान डु एटिट्युड छ नि, हो त्यस्ता व्यक्तित्वहरूलाई अलिकति नलेज भएका, इन्जिनियरिङको कुरा आउँछ, लाइक अब के अरे भौतिक पूर्वाधार मन्त्रालयको कुरा आयो, त्यसमा त हजुरले त्यसमाको हुने मन्त्रीको क्वालिफिकेसन त कमसेकम थाहा पाएको हुनु पर्यो नि त। भनेपछि देशमा लोकतन्त्र आइसक्यो, समृद्धिका कुरा हामी गरिरहेका छौँ, तर पोलिटिकल जेनेरेसन जसरी तपाईँले भन्नुभयो त्यो चाहिँ चेन्ज भएन, त्यो पुरानै भयो। जबसम्म चेन्ज हुन्न तबसम्म मेरो नजरमा साइजेबल ग्रोथ चाहिँ, नोटिसेबल ग्रोथ चाहिँ हेर्न गाह्रो छ। त्यसको लजिकल रिजन छ, त्यो पनि बिस्तारै चेन्ज हुने हो नि, त्यही त हैन, बिस्तारै चेन्ज हुने हो, एकदम बिस्तारै नै हुनुपर्छ हैन, तर रिक्वायर्ड चाहिँ हो है, त्यो रिक्वायर्ड चाहिँ हो, जरुरी चाहिँ छ। किनकि अब यो 1 वर्षलाई मात्र किन कुरा गर्नुहुन्छ, लास्ट हेरौँ न 5-10 वर्षको माओइस्ट इन्सर्जेन्सीदेखिकै हेरौँ न, यो देश 2062-63 पछिको अवस्था खै त के डेभलपमेन्ट, के चेन्जेस भयो त? मात्र पोलिटिकल पिपलहरूको प्रोफाइल बाहेक उहाँहरूको भन्न अनुहार त्यही देखियो, र उहाँको प्रोफाइल चेन्ज भयो, फेरि उहाँको प्रोफाइल चेन्ज भयो, उहाँको प्रोपर्टिजमा इन्हान्समेन्ट भयो हैन, तर बाँकी जनताहरूको त केही पनि चेन्ज भएको छैन नि त, केही पनि चेन्ज भएको छैन। आजको दिनमा पनि भूकम्प पीडितहरू केही भूकम्प त्यही तपाईँको 2072 सालमा हैन आएको भूकम्प वैशाखमा, आजका दिनसम्म पनि 72 सालका भूकम्प पीडितहरू स्टिल पालमुनि बस्न बाध्य छन्। कति वर्ष भयो भन्नुहोस् त? अनि खोइ त देश, खोइ त सरकार, यस्ता कुराहरू थुप्रै छन्। अब सरकारले विचार पुर्याउला। अब तपाईँले जसरी भन्नुभयो कि यो पोलिटिकल
अवस्था बदलियो होइन, अवस्था त के अरे व्यवस्था बदलियो देशको होइन, अवस्था उही छ एकदम। भनेपछि यो चेन्ज नगर्नेमा हामी जनता कति दोषी छौँ? किनभने जनताले त राखेका हुन् नि ती अनुहारलाई होइन। सही हो सही हो। योपालि चाहिँ जनताले चुनेका हुन् होइन र। योपालिको जनादेश जुन आयो नि निर्वाचनमा यसले एउटा क्लियर पिक्चर दिएको छ कि जनताले अब चेन्ज चाहेका छन्। अदरवाइज 2/3 जुन एउटा एक किसिमको होइन बहुमत जुन आयो त्यो हिसाब त्यो भन्नु भनेको त जनताले तपाईँलाई मौका दिएको हो नि त। मौका दिएको कि अब हामी जनता पनि आजित भइसक्यो, फेड अप भइसक्यो कि अब दिस इज टु मच म्यान, दिस इज द लास्ट चान्स, तपाईँहरू गर्नुहुन्छ भन्ने भरोसा छ। परिवर्तन हुने होइन, अस्थिरता कायम रहने। तर यसमा त्यति धेरै आत्तिनु पर्ने पनि छैन जस्तो लाग्छ मलाई, किनकि भर्खर 1 वर्ष भएको छ। 1 वर्षमै एकदम ड्रामेटिक चेन्ज त देखि अब एक्सपेक्ट ठुलठुला भएका छन्, एक्सपेक्ट होइन कुरा ठुलठुला भएका छन् र कहीँ हुनेभन्दा अलिकति बढी नै भएका छन् होइन, जुन सायद हुनै गाह्रो छ। तैपनि 1 वर्षमै यो देश यो अब गाह्रै छ, डिप्रेस्ड हुने त्यस्तो केही पनि छैन। स्टिल 4 वर्ष बाँकी छ र हामी होपफुल हौँ, पोजिटिभ हौँ, आशावादी हौँ। 1 वर्षलाई मूल्याङ्कन गर्नुपर्दा सरकारले जुन काम गरिरहेको छ नि 2/3 सरकारले, त्यसलाई चाहिँ कसरी मूल्याङ्कन गर्नुहुन्छ? यो 1 वर्षमा कुरा चाहिँ बढी भयो, काम थोरै। यो 1 वर्षमा कुरा चाहिँ एकदम भेरी ट्रु। यो 1 वर्षमा रिपिट गर्दैछ हजुरकै लाइन, कुरा एकदम बढी भए, ठुल्ठुला भए होइन, जुन सायद पुरा गर्न 10 देखि 15 वर्ष पनि लाग्छ होला यदि आजदेखि सुरु गऱ्यौँ भने। हाइड्रो पावरको कुरा भयो, यति मेगा कुरा चाहिँ हामी 25 वर्षपछि तर कुराले मात्र खुसी गर्ने जस्तो देखिन्छ। 25 वर्षपछि प्राप्त हुने ती सपनाहरू चाहिँ आज बाडियो भने थोरै कुरा गरेर यो पनि पुरा गर्दै जाउँ, त्यतातिर हामी गएनौँ, कुरा चाहिँ ठुल्ठुला गऱ्यौँ होइन, काम चाहिँ थोरै। त्यसमा पनि मैले पोजिटिभिटी के हेर्न सकिन्छ भने उद्देश्य के लिनु, उडी छुनु छ चन्द्र भन्छन्, ठिक छ लिनुहोस् उद्देश्य, ठुल्ठुला उद्देश्य लिनुपर्छ, तर त्यसलाई ब्रेकडाउन गर्नु पऱ्यो क्या, ब्रेकडाउन गर्नु पर्यो, हो डिभाइड गर्नु पर्यो। 1 वर्षमा यहाँ अचिभ गर्ने, 5 वर्षमा यो अचिभ गर्ने होइन, त्यो गरिदिनु तर त्यसको रिफ्लेक्सन जनतालाई पनि दिनु, फिल गर्नु पर्यो कि जनताले। हुन त अब केही न केही फिल त भएको छ यो संघीयताले मान्छेहरूमा, अधिकारको कुरा, इन्फ्रास्ट्रक्चरको कुराहरू पनि नेगेटिभ नै मात्र नभनु पोजिटिभ भएका छन् र 1 वर्षमै हामीले एउटा निष्कर्षमा नै पुगिहाल्नु भन्ने पनि मेरो विचारमा चाहिँ त्यो गर्नु हुँदैन कि स्टिल 1 इयरमा त धेरै कुरा मिलाउनै टाइम लाग्छ कि होइन। सो यो चाहिँ सफिसियन्ट टाइम हो भन्न पनि मिल्दैन। तर सङ्घीयताको जुन प्र्याक्टिस भइरहेछ नि त्यो चाहिँ कन्फ्युजन छ है। गभर्मेन्ट सङ्घ सरकार र प्रदेश सरकारको बिचमा केही तालमेलै मैले फिल गरेको छैन। यसले एउटाले विधा घोषणा गर्छ, अर्कोले हुँदैन भनेर भन्छ होइन, सिडिओ कसको मातहतमा राख्ने त्यही ठुलो अन्तर्द्वन्द भइरहेछ। मतलब यो कुराहरू त एउटा सेट गरेर ल्याउँदा नि बेस्ट नि होइन र, यसमा ट्रायल एन्ड इरर त गर्नु हुँदैन नि त। त्यसले गर्दा मान्छेहरू बडा कन्फ्युज भयो कि जनताहरू, गर्ने के त अब भनेपछि कन्फ्युजन कसरी हटाउन सकिएला? जसरी यो संरचना जुन भयो संहितामा गइसकेपछिको जुन यो कन्फ्युजन देखिएको छ होइन, कसैलाई नटेर्ने होइन, कसरी हटाउन सकिएला? अब यसो छ, हटाउनै त अब ग्रेजुअली कम हुन्छ अलिकति मान्छेमा, किनकि यो नयाँ हो नि त सर। हजुरलाई नयाँ अधिकार दिइयो होइन भनेपछि अब हजुर त त्यो अधिकारलाई एकछिन गजब छ भनेर फिल गर्नुहुन्छ नि त, त्यो यो फिल मात्रै हो क्या। बिस्तारै जब पुरानो हुँदै जान्छ नि आफै सब सेट हुँदै जान्छ जस्तो लाग्छ मलाई। हजुर, अब उद्योगको कुरा गरौँ, लगानीको कुरा हुन्छ होइन। तपाईँ एउटा उद्योगमा चाहिँ डाइरेक्टर हुनुहुन्छ, जसरी अघि पनि तपाईँले भन्नुभयो कि 12 वर्षमा त्यत्रो क्षति भयो, उद्योगहरूले पनि क्षतिको मार खेपिरहेका छन् है, तर राज्यले ध्यान दिएन, गुनासो जसरी तपाईँले गइराख्नु भएको छ। वास्तवमा उद्योगीहरू राज्यबाट कतिको संरक्षित या भनौँ एक किसिमले सुरक्षित महसुस गरिरहेका छन् त? अब यसो सुरक्षित, अब अहिलेको सिचुएसनमा सुरक्षित इन द सेन्स उद्योगहरू सुरक्षित छ? उद्योगको ग्रोथको लागि चाहिँ अहिलेको जुन सरकारको पोलिसिजहरू छन्, चाहे अब आउने कुराहरू छन्, त्यसमा नट ब्याड, त्यतिकै डिस्कम्फर्ट चाहे अनसेक्योर चाहिँ छैन। तर यही पेसलाई, यही कुरालाई नै मात्र हामीले कन्टिन्यू गर्ने हो भने औद्योगिक जुन हामी एउटा औद्योगिक क्रान्ति गर्नुपर्छ देशमा, औद्योगिक एकदम डिफ्रेन्ट धेरै उद्योग खोल्नुपर्छ, इम्पोर्टलाई घटाउनुपर्छ, हामी आफै आत्मनिर्भर हुनुपर्छ भन्ने जुन कुरा छ नि, त्यसको लागि चाहिँ अहिलेको पोलिसीले अलिक सहज गरेको छैन कि भन्ने कुरा आउँछ। सङ्घ सरकारकै इभन हामीले सुनिरहेको हुन्छौँ डिफ्रेन्ट प्रोग्रामहरूमा उद्योग मन्त्रालयकै उच्च ओहदामा व्यक्तित्वहरू होइन हरूकोबाट पनि आउने केही कुराहरू जुन हुन्छ त्यो कुराहरूले डिफ्रेन्ट उद्योगी व्यवसायलाई डिस्करेज गरेको छ कि इन्करेज गर्नुको सट्टा होइन। यदि कसैले बदमासी गरेको छ भने त्यसलाई कारवाही गर्नुपर्छ, तर त्यो भनेको त समग्र उद्योगलाई त होइन नि त,
यदि उद्योगले यो देशमा को हजुरको इकोनोमीमा जीडीपीमा औद्योगिक कन्ट्रिब्युसनलाई त नकार्न सकिँदैन नि त। जसरी अघि कुरा भइरहेको थियो युवाहरू विदेश पलायन भइरहेका छ, किनभने यहाँ चाहिँ वातावरण भएन, प्लेटफर्म निर्माण भएन, त्यो किसिमको राज्यले पनि सहयोग गरिदिनु भन्ने गुनासो छ होइन। एउटा राज्यले चाहिँ जुन सरकारी उद्योगहरू छन् करिब अधिकांश बन्दै अवस्थामा छैन, सञ्चालन गर्ने त भनिरहेको छ, तर कहिले होला के होला ठेगान छैन होइन, या त्यो भाषा नै हो कि होइन। अर्कोतर्फ जुन अर्को एउटा पाटो छ निजी क्षेत्र, जुनमा तपाईँहरू हुनुहुन्छ होइन, निजी क्षेत्रका उद्योगहरू पनि अगाडि बढोस् र ती युवाहरू जो चाहिँ विदेश पलायन भइरहेका छन् तिनीहरूले चाहिँ रोक्न सकियोस्, त्यसको लागि राज्यले वास्तवमा त्यो एउटा वातावरण बनाइदिने, त्यो वातावरण बनाएको छ कि यहाँ चाहिँ उद्योगहरू अझ स्थापना गर्न सकोस्, राज्यले गर्न सकेन निजी क्षेत्रबाट चाहिँ। यसो हजुरले जुन भन्नुभयो यसमा एउटा मैले के बुझेँ भने कि बेरोजगारी जुन समस्या छ जसले गर्दाखेरि विदेश पलायनको जुन एउटा मजबुरी छ होइन, बाध्यता छ, त्यसको लागि नेपालमा रोजगारको अवसरहरू सृजना गर्नुपर्छ। रोजगारको अवसर सृजना निजी क्षेत्र र राज्यबाट दुईटैबाटै हुनुपर्दछ। त राज्यको हजुरले भने जस्तै राज्यको डिफ्रेन्ट अहिले चाहिँ बिस्तारै म चाहिँ हरेक कुरालाई बढी पोजिटिभ हेर्छु, बिस्तारै राज्य के अरे सरकारले चाहिँ डिफ्रेन्ट हजुरको यो उद्योगहरू रुग्ण उद्योगहरू चाहिँ बन्द भइसकेको उद्योगहरूलाई बिस्तारै रिभाइभ गर्ने प्रयासमा छ। त्यो प्रयासलाई चाहिँ सराहनीय, त्यसलाई सराहना गर्नुपर्छ, हामीले क्रिटिसिजम गर्नु हुँदैन होइन, सराहना गर्नुपर्छ। भलै होस् नहोस् एउटा सोच त जन्मियो कि जुन सरकारका स्वामित्वमा भएका फ्याक्ट्री उद्योगहरूलाई चाहिँ रिभाइभ गरौँ, फेरि पुनः सञ्चालन गरौँ, त्यो राम्रो कुरा हो। त्यसले गर्दाखेरि अपर्च्युनिटिज डेफिनेटली राम्रो आउँछ, नम्बर 1। नम्बर 2 हजुरको जहाँसम्म निजी क्षेत्रको छ, निजी क्षेत्रले त डेफिनेटली हामीलाई चाहिने के अरे हजुरको यो वर्कफोर्स होइन, हामीलाई चाहिने स्टाफहरू, कामदारहरू, हामीलाई चाहिने कर्मचारीहरू त डेफिनेटली हामी यही देशबाट लिन चाहन्छौँ होइन, यही देशकै लिन्छौँ, किनकि यत्रो बेरोजगारी छ, हाम्रो त्यहाँ जानुभन्दा त हाम्रोमा काम गर्नुहोस्। र त्यो भयो भने के हुन्छ भने बाहिरको अरू देशबाट त मान्छे ल्याउनु पर्दैन, हाम्रो पैसा अरू देशमा त जाँदैन नि त कमसेकम, त्यो र त्यो गाह्रो छैन के सर, एकदम सजिलो छ। निजी क्षेत्रको एउटा गुनासो के रहँदै आएको छ भने वातावरण हामीले पाएनौँ, एउटा त्यो कुरा लगानी सुरक्षित हुने अवस्था छैन होइन। यद्यपि सरकारले चाहिँ लगानी सुरक्षित छ, अब पहिला जस्तो अवस्था छैन, अब तपाईँहरू लगानी गर्नुहोस् भनेर विदेशीहरूलाई पनि बोलाइरहेको अवस्था चाहिँ छ नि होइन। भेरी ट्रु म तपाईँलाई इक्जाम्पलै बताउँछु यसको। सिमेन्ट इन्डस्ट्री भनौँ न, अहिले सिमेन्ट इन्डस्ट्री नेपालमा सिमेन्ट फ्याक्ट्री अहिले हजुरको 60 भन्दा बढी छ नेपालमा, र अहिले भएका सिमेन्ट फ्याक्ट्रीहरू र नेपालमै नेपाली सिमेन्ट फ्याक्ट्रीहरू पनि ठुल्ठुला आउला छन्, लगभग 5-6वटा ठुलो सिमेन्ट फ्याक्ट्रिजहरू आउला छन्। त्यो भनेको नेपाललाई चाहिने अहिले हजुरको 1 करोड मेट्रिक टन सिमेन्ट चाहिन्छ नेपालमा कमिङ डेजमा अब होइन। त्यसको लागि नेपालमा भएका उद्योगहरू सफिसियन्ट छन्, एकदम सफिसियन्ट छन्। अब हामी लगभग नेपाल सिमेन्टमा आत्मनिर्भर नै छौँ भन्ने कुरा जस्तो भइसक्यो, छौँ लगभग छौँ, अलिअलि थोरै सर्टफल चाहिँ बट छौँ। कमिङ डेजमा जुन आउला छन् इन्डस्ट्रिजहरू त्यसपछि झन् भइहाल्छौँ। तैपनि तपाईँले भन्नु नि औद्योगिक लगानीको सुरक्षा, तैपनि हजुरको यही सेक्टरमा वैदेशिक लगानी हामीले भित्राउँदैछौँ। वैदेशिक लगानी भित्राउने सेगमेन्ट चाहिँ के अरे डिफाइन गर्नु पऱ्यो कि पहिला, लाइक हाइड्रो पावर छ होइन, जुन सेक्टर आफैमा देशमा आत्मनिर्भर भइसकेको छ त्यसमा सरकारले ठुलो वैदेशिक लगानी लिएर आयो भने यहाँ भएका उद्योगहरूले कसरी त्यो ठुलो कम्पनीसँग कम्पिट गर्छ त, र कम्पिट गर्न सकेन भने भोलिको दिनमा अन्ततः गएर त्यो कम्पनी त बन्द गर्नुपर्ने हुन्छ। तपाईँको भनेअनुसार वैदेशिक लगानी भित्र्याउँदाखेरि पहिला त्यसलाई चाहिँ छुट्याउनु पर्यो, पहिला छुट्याउनु पर्यो कुन सेक्टरमा वैदेशिक कुन सेक्टरमा वैदेशिक के लाग्छ, कुन क्षेत्रहरू छन् त्यस्ता जुन क्षेत्रमा चाहिँ विदेशीलाई लगानी गर्न दिनुपर्छ, अरूमा चाहिँ स्वदेशीलाई नै दिनु। अब यसो छ, त्यसमा धेरै सेक्टर छन्। मैले एक्जाम्पल हजुरलाई अब हाइड्रो पावर विद्युतमा भनौँ, विद्युतमा त विद्युतको एउटा तपाईँको अब उत्पादनमा सुरुवात गर्नमा धेरै खर्च हुन्छ नि त। त्यसमा यदि हामीले ठुलो वैदेशिक लगानी लिएर आयौँ भने हामी धेरै मेगावाट विद्युत उत्पादन गर्न सक्छौँ होइन। विद्युत भयो, तपाईँको जडीबुटीको जुन कुरा छ त्यसमा पनि हामीले ठुलो प्रशोधन केन्द्र गर्न सक्यौँ भने, ठुलो गर्न सक्यो भने जडीबुटीमा त हामी अब भनौँ न धेरै धनी छौँ नि त, त्यसमा चाहियो।
स्वास्थ्यमा तपाईँले स्वास्थ्य सेक्टरमा अहिले हामी हेल्थमा पनि मान्छेहरू बिस्तारै हेल्थमा त हामी कम्फर्टेबल भइरहेछौँ। तैपनि इन्डिया बाहिर विदेश जाने इभन नेताजीहरू नै विदेश जानुहुन्छ उपचारको लागि, त्यसले नै देखाउँछ कि नेपालको के अरे काम छैन। आखिर देखाउँछ नि त, भले यहाँ छन्, यहाँ मेडिकल फेसिलिटिज अमेजिङ मेडिकल फेसिलिटी छन्, तर हाम्रो देशका नेताजीहरू चाहिँ केही भयो भने रुगाखोकीमै विदेश थाइल्यान्ड र अमेरिका पुग्नुहुन्छ भनेपछि त स्वास्थ्यमा पनि आत्मनिर्भर छैन स्वास्थ्य क्षेत्रमा, त्यो त देखिन्छ नि। भने नेताजीहरूले नै के अरे रिफ्लेक्ट गर्नुभयो कि नेपालमा चाहिँ स्वास्थ्यमा चाहिँ अब वैदेशिक लगानी चाहियो है भनेर चाहियो नि त। भनेपछि देयर सो मेनी सेक्टर्स सर, तर जुन सेक्टर आफैमा राम्रो गरेर छ होइन त्यसमा वैदेशिक लगानी किन ल्याउने? त्यो लगानी ल्यायो भने त यहाँ गरिरहेका उद्योगहरूलाई मार पऱ्यो कि परेन? पऱ्यो नि त। र हजुर ल्याउँदाखेरि वैदेशिक लगानी त हामी बिग अमाउन्टमा ल्याउँछौँ नि त, र यहाँको इन्भेस्टर त त्यो बिग अमाउन्ट हुँदैन नि त। भनेपछि यहाँको सानो उद्योगीहरू जुन छन् तिनीहरू त डेफिनेटली मार पर्छ। यो कुरा चाहिँ सरकारले समयमै बुझ्नुपर्छ फेरि, नत्र भने समयमा बुझिएन भने यसले इकोनोमीलाई बााउन्स ब्याक गरिदिन्छ। हजुर, अब हामी अन्त्यतिर पनि आइसकेका छौँ। तपाईँ जुन यो ओम सिमेन्टका चाहिँ निर्देशक हुनुहुन्छ, यो चाहिँ कस्तो खालको हो भन्दाखेरि यो ओम सिमेन्ट भयो या नेपालका अन्य जुन सिमेन्ट कम्पनीहरू छन् ती चाहिँ अब विदेशीसँग कम्पिट गर्ने खालको छ कि छैन? विदेशी उद्योगसँग के रहेछ अवस्था छ? यसो छ सर, म आफ्नो कुरा गरौँ, हामी आफ्नो प्रडक्टको ओम सिमेन्ट हामीले 2070 सालदेखि कमर्सियल प्रोडक्सन सुरु गऱ्यौँ होइन, र अहिले हामीले आफ्नो जुन बिक्री क्षेत्र छ त्यहाँ सम्पूर्ण क्षेत्रमा हामी राम्ररी बिक्री गरिरहेका छौँ। र हामी भन्दछौँ, अहिले हामी क्लेम गर्दैछौँ कि हाम्रो सिमेन्ट नेपालमा पिपिसी सेगमेन्टमा हामी नम्बर 1 सिमेन्ट हौँ नेपालमा पिपिसी सेगमेन्टमा। र रिसेन्टली हामीले ओपिसीमा पनि अमेजिङ क्वालिटी लिएर आएका छौँ। र हामी क्वालिटीमा त हामी च्यालेन्ज दिन्छौँ कि हामीभन्दा बेस्ट क्वालिटी छ भने जस्ट प्रुभ अस भनेर। सो वी आर अमेजिङ इन क्वालिटी। र अहिले हजुरको कन्सन्ट्रेसन एरिया चाहिँ अब हामी कन्सन्ट्रेट गर्दैछौँ यो एरियामा, हाम्रो आफ्नो बिजनेसलाई बेसिकली 2 नम्बर प्रदेशमा, हजुर 2 नम्बर प्रदेशमा गरेर छौँ। र सिमेन्ट भनेको म्यानुफ्याक्चरिङ कुरा हो। र कसैले घर बनाउँछ भने घर बनाउँदाखेरि एउटा मान्छेले 1 पैसा 2 पैसा जोडेर घर बनाउँछन्, सपनाको घर बनाउँछन्। त्यो बेलामा त्यसमा जाने सामान एकदम गुणस्तरको हुनुपर्छ भन्ने कुरा प्रश्न छ। र हामी ओम सिमेन्ट गुणस्तरमा कुनै पनि किसिमको सम्झौता गर्दैन। हाम्रो मेन स्ट्रेन्थ नै हाम्रो क्वालिटी हो, मेन स्ट्रेन्थ। बरु हामी ब्रान्डिङमा अहिले कम छौँ होइन, नेटवर्कमा के अरे एक्सपेन्सन एरियामा कम छौँ, तर हामी अमेजिङ क्वालिटी हौँ। यसमा त ढुक्क भएर उपभोक्ताले आँखा बन्द गरेर विश्वास गरे हुन्छ। 2 नम्बर प्रदेशमा चाहिँ विस्तार गर्ने, 2 नम्बर प्रदेशमा चाहिँ अब हामी एग्रेसिभली विस्तार गर्छौँ। एग्रेसिभ भएर विस्तार हुन त हाम्रो प्रेजेन्स एरियामा थियो, तर झन् एग्रेसिभ भएर हामीले आफ्नो क्वालिटी प्रडक्ट उपभोक्तामा पुर्याउने कुरामा हामी एकदम प्रतिबद्ध भएका छौँ। त्यसैले गर्दाखेरि म अहिले मेरो यो रिसेन्ट भिजिट जनकपुरमा यसैले गर्दा भएको हो। हजुर, हस् त, धेरै धन्यवाद। थ्याङ्क यू। हजुर, दर्शकवृन्द, उहाँ हुनुहुन्थ्यो राजन झा, ओम सिमेन्टका निर्देशक। आज हामी उहाँसँग कुराकानी गर्दै थियौँ। जो विशेष गरेर युवाहरू विदेश पलायन भइरहेका छन् तिनीहरूलाई कसरी यो देशमै नै रोजगारको वातावरण सिर्जना गर्न सकिन्छ। उहाँ चाहिँ मोटिभेसनल स्पिकर पनि हुनुहुन्थ्यो र युवाहरूलाई कसरी प्रेरणा दिन सकिन्छ कि यही देशमा चाहिँ काम गरौँ, यही देशलाई चाहिँ आफै चाहिँ समृद्ध बनाऊ, यिनै विषयमा हामी कुराकानी गर्दै थियौँ। हस् त, नमस्कार।